हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ धेरै पछि लगभग फिनल्यान्डको रातिको 11 बज्न लागिसक्यो होइन। रातिको 11 बज्न लागिसक्यो। आज बुढाबुढी यसो बाहिर निस्केछौँ। आज चाहिँ फिनल्यान्डको एकदम लङ टाइम भन्नाले रातै नपर्ने दिन भन्ने जस्तो सुनेको थिएँ मैले, मिड समर भनेर होइन। हामी बस्ने हाउसिङ चाहिँ हो त्यहाँ हो। आज फ्राइडे छुट्टी पनि थियो, त्यही भएको भएर यसो बाहिर निस्केको बुढी उता रनिङ गर्दैछ। फेरि फाइनल्ली हाम्रो छोरीको पनि भिसा लागिसक्यो होइन। अब छोरीलाई लिन जाँदैछ बुढी नेपाल। तर अब छोरीलाई स्कुल पठाउने बेलामा यहाँ लिएर आइसकेपछि चाहिँ सुरुमा सुताउनलाई बानी चाहिँ पार्नुपर्छ। किन भन्दा यहाँ रातिको 11 बजेसम्म पनि अब उज्यालै छ होइन। 12-1 बजीसम्म यस्तै हुन्छ। त्यसपछि एकैछिन यसो 1-1.5 घन्टा रात परे जस्तो हुन्छ, त्यसपछि फेरि उज्यालो भइहाल्छ। त्यही भएर यस्तै छ फिनल्यान्डतिर। धेरै पछि एउटा भिडियो बनाएर हाल्न खोज्दैछु। किन भन्दा धेरै भयो मैले भिडियो नहालेको पनि। चाहिँ लङ टाइममा एउटा भिडियो बनाइदिउँ भनेर हो। समरमा चाहिँ एकदम राम्रो हुन्छ क्या, तर फिनल्यान्डको चाहिँ जोस हुन्छ नि त। अब यो पुरै हरियाली अनि बाटोतिर नि पुरै फुलहरू एकदम भएको हुन्छ। म चाहिँ त्यति साह्रै हिँडेर भिडियो बनाउन पाएको छैन अहिले कामले गर्दाखेरि पनि। तर छुट्टीको दिनमा चाहिँ बेलुकी सरहरू यसरी घुम्न दिउँसो होइन आनन्द आउँछ कि। जस समरमा चाहिँ मलाई यहाँको एकदम रमाइलो चाहिँ त्यो लाग्छ। बेब्स पर्खन एकछिन, मेरो आफ्नै भिडियो नि बनाउनु पऱ्यो कि। यतैबाट त गरिछु। होइन एकछिन दौडेको त मुटु फुट्ला जस्तो भयो। कहिले बानी नपरेर नि त। एकछिन हो त्यसरी भाग्ने गऱ्यो भने। मलाई चाहिँ एक्सर्साइज गर्ने एकदम मनपर्छ होइन। टाइम हुने बित्तिकै एकछिन यसो रनिङहरू गर्न यताउति गर्न मनपर्छ। तर अब अहिले चाहिँ कामले गर्दाखेरि त्यस्तो एक्सर्साइजतिर ध्यान दिन पाएको छैन। काम चाहिँ अब त्यस्तै छ, काम पनि त्यस्तो अब अलिअलि यताउति। यताबाट यसरी घुम्ने एक राउन्ड। अब बाटो पनि एकदम अझै उतातिरको बाटोहरूमा झन् फुल कति राम्रो देखिन्छ। यस्तो फुलहरू एकदम होइन। बाटोहरू यस्तो राम्रो हुन्छ समरमा। के खरायो नि त। यस्तो खरायो हो त बाटो जङ्गली खरायो हो नि त सानो। यो जङ्गली खरायो हो कि यतातिर अब यस्तो खरायो उसहरू बाटो निस्किन्छ। कस्तो हान्ने कुरा गर्छ कि सानो मान्छेहरू साइकलमा राति यसरी निस्केर हिँडिराखेको हुन्छ। 11 बजिसक्यो यहाँ खेलेको रमाइलो लाग्छ कि। यिनीहरू पनि बिचरा कति पछि यो हिउँ पग्लेर कतिखेर बाहिर निस्केर हिँड्नु जस्तो हुन्छ नि त। त्यही भएर होला नि बिचरा। अब मेरो बुढी पनि छोरीलाई लिन जाँदैछ नेपाल। फाइनल्ली हाम्रो छोरी पनि फिनल्यान्ड आउने भयो नेक्स्ट मन्थ। अब छिटोभन्दा छिटो लिन जानु छ। तर छिटोभन्दा छिटो लिएर आएर फेरि हामीले भिसा एप्लाई गर्नु छ होइन बुढी। किन भन्दा मेरो बुढीको भिसा अक्टोबरसम्म मात्रै थियो र छोरी र मेरो पनि म आएको नि 1 वर्ष भइसक्यो, तिमी आएको 2 वर्ष होइन। तिम्रो पासपोर्टमा त्यो उस भएको भएर उसको चाहिँ पासपोर्ट त्यति बेला हेर न प्लेन कस्तो दामी देख्यो। प्लेन भन न, प्लेन कस्तो दामी खास नेपालबाट आउँदा चाहिँ मेरो बुढीको चाहिँ कस्तो भयो थियो भन्दाखेरि
के अरे तिम्रो पासपोर्ट को डेट यो अक्टोबरसम्मको थियो नि त 25 अक्टोबरसम्म दिनु थियो अनि उनीहरूले क्वेसन त गरेको थियो नयाँ पासपोर्ट बनाइस् भने तेरो पढाइको टाइमसम्म चाहिँ दिन्छु भनेर तर हामीले चाहिँ 2 वर्षपछि 2.5 वर्षपछि त वहीँ गएर बनाउने भनेर पासपोर्ट नबनाइकन आयौँ तर अहिले झ्याउ हुँदो रहेछ बरु नयाँ पासपोर्ट बनाएर दिएको भए 3.5 वर्षको भिसा दिन्थ्यो अहिले मेरो पनि अहिले रिन्यू गर्दाखेरि ठ्याक्क अझै 1.5 वर्ष लामो भिसा हुन्थ्यो अझै तर अब मेरो पनि अब जम्मा 4 महिना 5 महिनाको मात्रै भिसा आयो मेरो छोरी पनि त्यति नै आयो अब फेरि हामीले तुरुन्तै फेरि भिसा रिन्यू गर्नुपर्छ छोरी र मैले फेरि त्यो झन्झट भएछ फेरि हामीलाई अहिले तर केही छैन हाम्रो छोरी चाहिँ अब आउन पायो हामीसँग त्यही नै हो खुसीको कुरा होइन फेरि यहाँ आइपुगेछ फेरि यो खरायो कि हिँडेको हिँडै छ त है लागिसकेपछि मेरो बुढी नेपाल जाने तयारीमा प्याकिङ गर्दैछ सबै थोक होइन प्याकिङ गर्दैछ सबै थोक सबैको भाग छुट्याएर कपडा सपडा यताउता ट्याकटुक भिटामिन सिटामिन लैदिनु लाग्छ नि बाबा मम्मीहरूलाई यसो फिस ओइल होइन अरू त त्यस्तै हो केही छैन अब इसे चक्लेटहरू अलिअलि राखेछौँ है त्यही हो अलिअलि कपडा सपडा यताउति 2 वर्षपछि नेपाल जाँदैछ कस्तो लागेछ बुढी भन त यहाँ मलाई एकदम धेरै फुरुक बैमा खुट्टा छैन मेरो बुढीको रोई गरेर मलाई हैरान बनाएको छोरीको भिसा आएन भनेर फाइनल्ली छोरीको पनि भिसा आयो अब भोलि 29 जुनमा जाँदैछ मेरो बुढी नेपाल होइन अनि लगभग 20 दिन जति बसेर आउँछ जुलाईको 21 मा आउँछ मेरो बुढी त्यस्तै दिनजेलसम्म म एक्लै बस्नुपर्छ होइन ल प्याकिङ स्याकिङ सबै भइसक्यो मेरो छोरीको लागि चाहिँ मैले यहाँ छुट्टै फेरि टक्क गरिदिइसकेको छु मेरो छोरीको लागि चाहिँ यो मिठाई चक्लेट छुट्टै पर्सनल्ली मेरो छोरीलाई मात्रै भनेर टक्क यहाँ राखिदिएको छु छोरा तिमीले खाऊ है यो मार्समेलो अनि यो चाहिँ यो सबै चक्लेटहरू पनि तिम्रो लागि यहाँ राख्दैछु खाऊ छोरी अनि कता गयो सानो छोरीको कपडा छोरीको छुट्टै कपडा थियो नि कहाँ राख्यो छोरीको कपडा थियो नि छुट्टै कहाँ राख्यो ए यहाँ रहेछ छोरीको कपडा पनि छुट्टै राखिदिनु पऱ्यो कि बुढी छोरीको कपडा पनि छुट्टै राखेर दिन पर्ने मेरो छोरीलाई होइन खासै सामान धेरै अरू त केही छैन है त्यही हो अब अहिले चाहिँ जुत्ता चाहिँ 2टा बाबाहरूको लागि जुत्ता लिएको थियौँ 2टा बाबाहरूको लागि जुत्ता अर्को जुत्ता खै त सानो अर्को जुत्ता खै यहाँबाट लैदिएपछि कमसेकम यो अब सुजहरू ओरिजिनल सुजहरू हो नि त होइन बलियो हुन्छ टक्क अनि सधैँभरिलाई टक्क हुन्छ खोइ अर्को जुत्ता 2टा बाबाहरूलाई एउटालाई नाइकी एउटालाई एडिडास ल्याइदिएको हो हेलो ल कुन सामान कहाँ हाल्ने त नि सानो तिमीले छिटो गर क्या अब टाइम छैन अब बेलुकीको कति बजिसक्यो कि नुहाउनै छ भन्ने छ अझै यहीँ हालेको र कुन अर्को लगेज ल किन छुट्टै हालेको त नि फेरि बल्ल सामान त बल्ल मिलाउँदै लाछु ल छिटो गरेर ल यही हो हाम्रो चाहिँ प्याकिङ हो होइन अब मेरो बुढी अब अहिलेसम्म भोलि बिहान जानु छ अहिलेसम्म केही लथालिङ्गै छ फेरि आज ड्युटी पनि गराएको हुन त बिचरा त्यही भएर नि अलिकति गाह्रो पऱ्यो अब मलाई फेरि यहाँ मैले प्याक गरेर राखिदिउँ भने फेरि मलाई आइडिया छैन नि त कुन सामान कता हाल्ने के गर्ने केही थाहा छैन होइन त्यो भएको भएर बुढीको हिँड्ने सुबह साइडमा राम्रोसँग जाऊ होइन
धेरै होइन थोरै यति खाउ राम्रो हो कि सानो पेटको लागि पनि राम्रो हुन्छ फेरि ल कुलपित्रीले लक्ष्य गर्नु न हाम्रो मम्मी ड्याडीको आशीर्वाद सधैँभरि छ राम्रोसँग बुढी नाति किन है नहतारी आफ्नो ध्यान देऊ मेन कुरा आफ्नो ध्यान दिने गर बुझ्यौ नि एकातिर मेन आफ्नो एकदम इम्पोर्टेन्ट उस गर्ने ध्यान दिने हजुर मेरो राजा मेरो राजा छोरा सुन त बाबा तिमी गुड गर्ल हो कि होइन ड्याडीको गुड गर्ल हो कि होइन तिम्रो लागि नि बाबा तिम्रो लागि सबै थोक किनिदिन्छु के भयो अब तिमीलाई जे चाहियो त्यो सबै किनिदिन्छु त्यहाँ आएर कि त्यो मम्मीलाई बस्नु भनौँ त नङ मात्रै पठाइदिउँ तिमीलाई म नङ हालिदिइसक्नु भएको छ कि मामुले ल मेरो छोरी ज्ञानी छ अब है अब मम्मी ड्याडी निस्किन्छौँ घरबाट मेरो राजा तिमी अब यहाँ आइपुग्छौ नि छिट्टै म त काम गर्न जान छ ड्युटी जान छ फेरि अनि तिमी आइपुग्छौ नि ओके राजा ल मेरो छोरी ज्ञानी छ अब हिँड्ने बेलामा मम्मीलाई राम्रोसँग हेर्नु सेभ गर्ने भन ल छिटो बाबा मम्मीलाई हेभ सेफ जर्नी भन राम्रोसँग छिटो ल राम्रोसँग आउनुहोस् मामु भन मलाई केही चाहिन्न हजुर आएपछि भन छिटो गुड गर्ल ल स्याबास मेरो छोरी ल होइन सब रेडी भयो नि होइन खै मान्छे हेरौँ त सब ठिक छ नि ल हिँड घरमा अहिले आएर सफा गर्छ अब ल फाइनल्ली अब बुढाबुढी In 300 meters, merge onto Ring 2, Route 102. मेरो बुढीको एकदम खुसीको दिन आज छोरीलाई लिएर जाँदैछ नेपाल सानो मान्छेलाई त्यही भएर यस्तो सानो सानो खुसी अब हामीलाई यहाँभन्दा बढी खुसी त अब अरू दिनहरू त्यस्तो होइन सानो के नै मिल्छ होला Continue on Route 102 for 800 meters. In 600 meters, take the Route 1 exit toward Helsingfors. Take the Route 1 exit. Continue on Route 1 for 4 kilometers. एयरपोर्टमा झर्ने बित्तिकै त्यो टर्मिनल कतातिर हो त्यो राम्रोसँग हिँडेर गर है टर्किस एयरलाइन्सबाट जाँदैछ मेरो बुढी चाहिँ अहिले अब हामी चाहिँ इमर्जेन्सी काटियो टिकट पनि अहिले पासपोर्ट रिन्यू गर्न दिएको फेरि डेनमार्कमा पासपोर्ट पनि ढिलो आइदियो 3 दिन 4 दिन अगाडि टिकट काटेको हो In 3 kilometers, use the second from the right lane to take exit 45 for Route 101 toward Flygy Station, Route 3. बुढालाई राम्रोसँग बस्नु अब त्यही हो राम्रोसँग बस्नु टाइममा खानाहरू खानु दुई हप्ता चाहिँ म त्यतिकै बस्नु पऱ्यो अब 2 हप्तापछि केही टेन्सन नलिनु खाना टाइममा खानु राम्रोसँग सुत्नु टाइममा सुत्ने टाइममा गरेर धेरै फेरि काम बस्नु पैसा कमाएर बस्नु छोरी आइसकेपछि फेरि सबै कुरा बढ्छ नि त त्यही भएर सजिलो त छैन तर पनि अब आफ्नो बच्चा आइसकेपछि खुसी भनेको छ